प्रधानमन्त्री बालेनको सेतो सर्टले नेपालभरि तहस नहस मचायो। स्टक सकिएपछि मूल्य 200% वृद्धि। प्रधानमन्त्री बालेनले को सेतो सर्टले अहिले नेपालभरि सर्ट क्रेज सिर्जना गरेको छ। बजारमा अचानक आएको भिड, स्टक अभाव र मूल्य विस्फोटले उपभोक्ताहरूलाई छटपटाइरहेको छ। स्रोतहरूका अनुसार प्रधानमन्त्री बालेनको लगाएको विशेष डिजाइनको सेतो सर्ट सार्वजनिक भएपछि काठमाडौँ, पोखरा, विराटनगर लगायतका मुख्य शहरका कपडा पसलहरूमा भिडले नियन्त्रण गुमाएको छ। बिहानैदेखि ग्राहकहरूले पसलको ढोकामा लाइन लगाएर घण्टौँसम्म कुर्नु परेको छ। कतिपयले मात्र पसलमा प्रवेश पाउँदा भिडमा धक्कामुक्की समेत भएको छ। हामीले सोचेनौँ एकै पटकमा स्टक सकिनेछ, काठमाडौँको ठमेल बजारमा काम गर्ने एक व्यापारी भन्छन्। तीव्र माग र सीमित स्टकले बजार नै तहस नहस बनाइदियो। कतिपय ग्राहकहरू सर्ट नपाएर निराश भएका छन्। नेपालभरि सेतो सर्टको मूल्य औसत 200% ले बढेको छ। पहिले सामान्यतया 1500 देखि 2000 रुपैयाँ पर्ने सर्ट अहिले 4500 देखि 6000 रुपैयाँसम्म पुगेको छ। सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनको सर्टको तस्बिर भाइरल भएपछि अनलाइन र अफलाइन दुवै प्लेटफर्ममा अर्डरको लहर उठेको छ। फेसन विशेषज्ञहरू भन्छन् प्रधानमन्त्री बालेनको चयनले केवल फेसन ट्रेन्ड मात्र सिर्जना गरेको छैन, मानिसहरूमा माया सिक्ने भावना पनि जगाएको छ। तर बजारमा यसले अस्थिरता ल्याएको छ। स्टक अभाव र मूल्य वृद्धिले उपभोक्ताहरूको धैर्य परीक्षणमा छ। राजधानीका मुख्य बजारहरूमा भिड नियन्त्रणका लागि सुरक्षा थपिएको छ। व्यापारीहरूले ग्राहकलाई लाइन व्यवस्थापन गर्न घण्टौँ प्रयास गरिरहेका छन्। कतिपयले सामाजिक सञ्जाल मार्फत माया सिक्ने सेतो सर्ट ट्रेन्डलाई जीवन्त बनाउँदैछन्। विशेषज्ञहरूको भनाइअनुसार यो घटना नेपालको फेसन उद्योगमा राजनीतिक व्यक्तित्वको प्रभाव र बजार प्रतिक्रिया बीचको अद्वितीय उदाहरण हो। प्रधानमन्त्री बालेनको सेतो सर्टले केवल स्टाइलको क्रान्ति मात्र होइन, भावनात्मक र सामाजिक तहमा पनि प्रभाव पारेको देखिन्छ। सारांशमा प्रधानमन्त्री बालेनको सेतो सर्टले बजार तहस नहस बनाएको छ। मूल्य 200% ले वृद्धि भएको छ। तर यसले मानिसहरूलाई नयाँ फ्यासन र माया सिक्ने प्रेरणा दिन सफल भएको छ। भिड, मूल्य वृद्धि र स्टक अभावले नेपालमा अहिले